राजा लभ यु यार भन्नु न भन्नु न भाइको नि पाला आउँछ त्यसै यस्तो पेर्छु नि म के गर्दा तपाईँ म त एकछिन यार एउटा सानो एकजना साथीलाई भेट्नु पर्ने छ अहिले यहाँ लाइफमै म के गरिरहेको थिएँ नि के गर्नु यार म कोसँग भेटेको छु र कोहीसँग पनि भेटेको छैन त होइन नि यहाँ सबै भोटिनी भेट्यो भनेर आइरहेको छ त के हो भोटिनी भेट्ने भाइ टाइट तेरिका कहिले भेटेको कुरा गर्दैछन् फेरि केटाहरू कति गर्ने यार फेरि केटाहरू यार भर्खरसम्म भोटिनीलाई पटाइहालेको भाइ के भाइको त्यस्तो है तेरिका नकुरा नसुन न उहाँले त्यस्तो नगर न उहाँले ल त्यस्तो नगर भन्दै सिद्धाउँदै गर्नु लाग्यो होइन उहाँले त्यस्तो नसोच उहाँले त्यस्तो सोच्नु हुँदैन हौ आले भनेको आले खरी बेचा खोज्छ नि फेरि भिडियो आले भनेको आले नै हो माया भनेको माया नै हो दाजुभाइ भनेको दाजु नै भाइ नै हो ल ठिक छ आले ल आले भन्दै फकाउनु लाग्यो आले भन्दै अब आले भन्ने कि भाले भन्ने म त के तनावै भइसक्यो भालेले देखेर ल भाले म जान्छु राम्रोसँग बस्छ केमै ल ओके मेरो भाइ इन्जोय गर्दै गर्नु लभ यु ल ठिकै छ समाले वेट गरिरहेको छ बदलेको छैन We play again? Yes, one more. Okay. Okay. I will get defeated, but that's okay. That's okay. Okay, Bent. That's okay. Okay. Oh my God, you got a lot of people now. Yeah, they're too much. This first time for me like this. خليني أشدب عليك. Chat, माया देखाइदिनु तपाईहरुलाई भोट गरिदिनु होला ओके मलाई भोट गरिदिनु होला यतापट्टि माया देखाइदिनुस् अलवेज लभ प्लस यसपछि चाहिँ अघि हाम्रो त मोन्स्टर दाइले को बहिनीलाई जोइन गराउँछु जोइन गर्नुपर्छ यताउति भन्नुभएको थियो नि त्यो बहिनी ما بقى شيء ونوصل ل4 ترى والله ما بقى شيء تصدقون सुन है यसपछि चाहिँ त्यो अघि बहिनीलाई को बहिनी भन्दै हुनुहुन्थ्यो नि यतापट्टि चाहिँ मतलब लाइभमा आएर उहाँलाई चाहिँ उसलाई चाहिँ हेल्प गरिदिनुपर्छ ओके यताबाट त्यो नजिते पनि हुन्छ यताउति यो म्याच यताउति नजिते पनि केही पनि फरक पर्दैन Yes, okay. I will tell my people, okay? They will help you, okay? They will help you, inshallah. Inshallah. Okay. Much love. You are also nice. That's why they are supporting you. You are also a nice person. That's why. Thank you. People come, you know, people come and go, you know, people come to my live, you know, but you are the real one, okay? You are really nice. You are really nice. جايز بعدين لما هو بينزل انا بوريهم بالهذا بالفيديو بكون موجودين عرفتوا اصبروا جايز ثانك يو شكرا oh my god they're fighting मो तिमीलाई चोरा जस्तो छ चोरा जस्तो محمد بيطربون جايز تربل يا نحن جميرة حي عينك ثانك يو चोर त नआउनु पर्ने यार दसै बजे चोर त नआउनु पर्ने अलिक टाइम मिलेर आयो हुन्थ्यो 10 बजे त कुलबै लाइभ बसिरहेको हुन्छ घरका छेउछाउमा सबजना उठिरहेका हुन्छन् यार 10 बजेतिर त यस्तो नआउनु पर्ने कम्तीमा पनि हाम्रो टोलमा 3 बजेसम्म नआउँदा हुन्छ क्या 3 बजेसम्म नआउँदाखेरि पनि हुन्छ किनकि 10, 11, 11:30, 12 बजेसम्म त कुलबै लाइभ हुन्छ 12 पछि यतापट्टि राक्षसहरू छन्
यो हाम्रो तल यतापट्टि घरमा उतापट्टि घरमा 3-4 जना राक्षस केटाहरू छन् के बुझ्यो 3-4 जना राक्षस केटाहरू छन् जो रातभरि पब्जी खेल्ने रातभरि हो हल्ला मचाउने दङ्गा फसाद बुझ्न मुडा गर्ने केटाहरू छन् यहाँ 4-5 जना 3 बजेसम्म उठ्छन् तिनीहरू है त्यसैले 3 बजेसम्म त नआउनु पर्ने आए पनि 3 बजेर 7-8 मिनट 3 बजेर 10-15 मा Okay, Soma, listen, they will help you, okay? They will help you. Please don't stress, okay? Hello, you listening me, Soma? Hello? How to vote? Okay. Can you show them? Yeah. Why you are angry? You don't listening me. No, you are angry. You are shouting. I don't understand what you say. I feel you are shouting at me. No, I don't shout. I shouted my people, okay? I shouted my people running in my road, you know? Like, shouting outside. Okay. Yeah. Don't get stressed, okay? They will help you, okay? Come on, okay? Don't be angry. It's fine. I'm not angry with you. How can I be angry with someone like you? Okay, thank you. अनि बिटिनै छ त फगाउन त फेरि जानेको छ है गुलबले Okay. Okay. See you. You remember that thing, okay? I just teach you. Thank you, Paris. Thank you. Okay. You're welcome. Okay. So Okay. wait. Last time. Mo Timelai Maya Gorso. म पनि तिमीलाई माया गर्छु Okay. Yalla. See you. Bye. Yes. Oh, Muhammad Sadkara ya Dab. राजाहरू तनाव भयो त्यो के हो यार त्यो त हो यार मारे त यार अब त कहाँ गएर लुक्नु केटाहरूले रेकर्ड पनि गर्यो होला धन्न मुखसुख देखाउँदैन कि धन्न रेकर्ड गर्यो होला अब त खलास हो त खलास एज अ फ्रेन्ड भनेको फेरि एज अ साथी त्यस्तो चाहिँ नसोध्नु फेरि बढाउनु के कुराहरू कुलबेको नयाँ गर्लफ्रेन्ड कुलबेको के साँच्चीकै विदेशीसँग लग परेको कुलबेको के भल नाच्छ नि त न्युज आजले फेरि भल बेटी नै